आजको दिन सामान्य दिन होइन, तपाईको जीवनमा विशेष परिवर्तन ल्याउने दिन हो। यदि यो आवाज तपाईँ सामु आइपुगेको छ भने बुझ्नुहोस्, माताले तपाईलाई बोलाइसक्नुभयो। आज माताको नाम लिएर तपाईँ जुन काम सुरु गर्नुहुन्छ, त्यो काम अधुरो रहने छैन। माताको शक्तिले तपाईका हरेक बाधा हटाउनेछ, हरेक सङ्कटबाट रक्षा गर्नेछ। आज कसैले पनि तपाईलाई जित्न नसकोस् अनि तपाईको आत्मबल तोड्न नसकोस्। आजबाट तपाईको जीवनमा सफलता र सम्मानले प्रवेश गरोस्। यो सन्देश सुन्ने तपाईँ र तपाईको सम्पूर्ण परिवारलाई कहिले अभाव नहोस्। घरमा सुख, मनमा शान्ति र कर्ममा सफलता मिलोस्। तर याद राख्नुहोस्, जब माताको कृपा आउन थाल्छ, त्यसलाई सम्हाल्न सही मार्गदर्शन चाहिन्छ। त्यसैले यो यात्रामा मलाई सब्स्क्राइब गरेर जोडिनुहोस्, किनकि हामीलाई जीवनमा पटक पटक आशीर्वाद र मार्गदर्शन चाहिन्छ।